चाहिँ हाम्रो क्रोसियाको जाकलिपमा रहेको जङ्गलको नाम त थाहा छैन होइन। यसो हामी दुबेचको छेउमा बस्छौँ, त्यहाँ नजिकै जङ्गल रहेछ, त्यही घुम्दा चाहिँ कस्तो हुँदो रहेछ भनेर यसो घुम्नलाई हामी 3 दाजुभाइ आएका छौँ। ए यता राजकुमार दाई हाई भन्नु त भाइ, हाई भन्नु न। कति मच्छरलाई मात्रै उखाएर आएको, मच्छर चाहिँ वाइल्ड लाग्दो रहेछ होइन। यदि तपाईँहरू कोही घुम्न आउनुभयो भने चाहिँ यो टाइममा चाहिँ यसो हाफ माइन्डमा चाहिँ नआउनु होला, मच्छरले बबाल खाँदो रहेछ। ठिक छ, अब यस्तै यस्तै गर्दै भ्लगर बनिन्छ जस्तो लागिरहेछ। ए लामखुट्टेले थट रेड बुल ल्याएको लामखुट्टेले टोक्यो यार, त्यसलाई रेड बुल खानु लाग्यो जस्तो हामी त्यस्तो जङ्गलको भित्र छिरेको छौँ, कहाँसम्म छिरिन्छ थाहा छैन, जङ्गल कस्तो छ थाहा छैन, भित्रसम्म त्यस्तो घना त छैन। जोस् युरो भनेर आइहाल्छ तर एकदम नेपाली फिल भइरहेको छ एकदम होइन दाइ। त्यस्तो जोस् आफ्नो गाउँघर जस्तै फिल गराउँदो रहेछ त्यो जङ्गल छिर्दा। धेरै पछि अब गल्फमा बसियो 6-7 वर्ष त्यस्तो हरियाली देख्नै पाइँदैन थियो। त्यो रमाइलो छ। त्यो जङ्गलको नाम पत्ता लगाउनु पर्ने के रहेछ भने अहिले लोकेसन हेर्नु पर्ला। जङ्गल सफारी हजुर दाइ कस्तो लागिरहेछ जङ्गल सफारी? नेपालमै हिँड्ने फिल भइरहेछ अन्त। ऊ हाम्रो एउटा ब्युटिफुल भाइ सेल्फी हान्दैछ होइन। हामी चाहिँ हल्का जङ्गल सफारीमा निस्केका छौँ। कहाँ हो कहाँ थाहा छैन, एक पो जानु भन्दैछ। ल भिडियो अफ गर्नुपर्ने हो। हामी त जङ्गल सफारी गरेर सक्यो है गाइस। यहाँ निस्कियो, राम्रो ठाउँ रहेछ, हाइटमा आइपुग्यो। जस ठिक छ, रमाइलो लाग्यो, एक्सपिरियन्स राम्रै भयो भनौँ न आजको जङ्गल सफारीको। अब अर्को मिनी भ्लगमा भेटौँला, बाई बाई भनिदिनु त दाइ, बाई। तिन त राम्रो छ, फुल रहेछ कि ठिक छ, राम्रो छ ठाउँ घुम्नको लागि एकदमै। ऊ त्यहाँ कुकुर त यहाँ त ठ्याक्कै बाघ जत्रै छ त्यो कुकुर।